सो हेलो एन्ड नमस्ते गाइजहरू सबैजना सक्नुहुन्छ होला एन्ड म सन्जय छु। आज चाहिँ पोखरा आउँछु। अहिले म बेलुका स्टार्ट गर्दैछु होइन। यस्तो मौसम छ। अब हामी कता बोटिङ गर्न जाने हो क्या, बोटिङ गर्न जाने। अनि त्यसपछि शिव मन्दिर जाने। त्यो माथि हामी जान लाग्यो मन्दिर जाने शिव के अरे अहिले तपाईँहरू देखाइहाल्छु म होइन। हामी जान्छ यो बसमा हो होइन। योलाई चाहिँ धन्यवाद होइन, उसकै मोबाइलबाट म भिडियो बनाएर राख्छु होइन। ठिक छ होइन। ल यो तिमी राखिदियो त फेरि ल। हामी जाँदै हो शिव मन्दिर खै के शिव बौद्ध शिव खै के भन्ने ठाउँमा जाँदैछौँ हामी। अहिले तपाईँहरूले भ्लगमै देख्नुहुन्छ गीत बजिरह कपिराइट लाग्छ। हामी जाँदैछौँ, हामी माथि जायो। हाइवेबाट यता मासतिर आएको छ मैले। अहिले हामी त्यहाँ माथि जान लाग्यो। ट्याक्कै ठाउँ चाहिँ थाहा भएन मलाई। अहिले त्यही गरेर सोध्नुपर्छ हामी ठाउँ चाहिँ है। गाडीमा छ पानी परिरहेको छ अलिअलि। गइरहेको छ मैले चाहिँ। अहिले जाँदा हामी चाहिँ उहाँ माथि छ। ल हामी चाहिँ यहाँ बसबाट ल केटाहरू सब आउँदैछ अरे। यस्तो गाडी हाम्रो गाडी कस्तो दामी छ साँच्ची यार। बसहरू केटाहरू राम्रो होइन। ल ओहो केटाहरू हामी चाहिँ शिव मन्दिर जानु लाग्यो। माथि छ होइन। पानी पर्यो साथीहरू। अवस्था यस्तै हो पानी परेर तपाईँहरूलाई यस्तो भिडियो बनाउनु परेको छ। सबैजनाले सब्सक्राइब चाहिँ गर्नु नहुनु होला होइन। जोसिने हो यस्तो बेला। ल जाउँ आज सुन लाग्यो चाहिँ तपाईँहरूलाई हिमाल देखाउनुहुन्छ। ल हामी चाहिँ जाँदैछौँ है। आइसक्रिम खाने हो तपाईँहरू। आइसक्रिम पनि रहेछ। ल सबैको हेलो भन्नु। लाइक सेयर एन्ड सब्सक्राइब ओके। ए लडिछु कोही केटा लड्ला है। अब त हामी पनि बिस्तारै आउनुपर्छ। यस्तो पानी परेको सब भिसेरी कपाल त चिसो छ। एकदम ठिक छ। म पनि चलाउँछु होइन। यसको पनि भ्लग च्यानल छ अरे। के छ त्यसमा? मेरो देवराज शर्मा छ। कता हो हामी जान्छ? धेरै भयो ल। मेरो ड्रिम प्लेस आइसकेको छ। ल हाम्रो बिक्स काजीको एकदम यहाँबाट चाहिँ हेर्नु। ल पोखरा पुरै देखिन्थ्यो। पोखरा देखिन्थ्यो ल। जय शम्भो जय शम्भो। मेरो ड्रिम ठाउँ यार जय शम्भो।
हामीसँग बस्नु गाडी ल हामी आएको बाटो यही हो तर पोखरा पुरै देखिन्थ्यो आज पानी परेर बादल आइरहेको थियो होइन खतरा भन्नाले यहाँको फुलसुल राखेर त्यहाँ माथि पनि जानु तर यहाँबाट हेर्न सक्नुहुन्छ तर के हेर्नुहुन्छ है बादल मात्रै छ अब हामी सुन्छौँ माथि हेर यसको भ्लग हेर्नु होला तपाईँहरूले क्यारम पानी लगाएको छ बाटो यता हो र ओम नमः शिवाय ल अति माथि गएर भेट्छ है तपाईँलाई ल अहिले चाहिँ हामी सबजना आउँदैछ पृथ्वी गरेका नाम पनि सदा सदाका लागि स्थापित गर्न सक्ने भने जानकारी गराउँदछौँ। दान तथा सहयोग गर्न चाहनुहुने मित्रहरू मन्दिर परिसरको मुख्य प्रवेशद्वारसँगै सोधपुछ दान तथा सहयोग कक्षबाट सहयोग रसी तथा फोन पे मार्फत दान र सहयोग गर्न सक्नुहुनेछ। We don't get father, we can't go anywhere. Finally, I do say so. Wait, no, that's not my love video. It's not that. Finally, I will say it. Finally, I'm at ठिक भएको छ Dira, जय शम्भु जय शम्भु जुत्ता मजा नै खोलाउ जुत्ता मजा खेल्ने खोलाउ राखौँ अनि जाउँ वाह ल होइन चिसोले खुट्टा खान्छ खुट्टानी खान्छ जुत्ता फुकाला मेरो उता राखिदिन्छ सास त हेर्नु जुत्ता फुकाल्ने म अनि यो माथि जाउँ है लाज जुत्ता फुकाल्छ ल भाइ जानु लाग्यो भाइ अब चाहिँ माथि चढियो माथि चढ्दैछौँ भनेर माथि चढिसक्यो जुत्ता फुकाल्छ ल भाइ जानु लाग्यो भाइ अब चाहिँ माथि चढियो माथि चढ्दैछौँ भनेर माथि चढिसक्यो जति माथि चढियो हुँदैछ हामीले नजिकबाट देख्नु पायौँ होला फाइनली यहाँबाट एउटा फोटो खिचौँ ल हामी आइपुगिसक्यो शिव मन्दिर एक राउन्ड घुमाउँ न ल एक राउन्ड घुमाउँ मेरो माथि विश्वास तपाईँहरू हेर्नु होइन र सबले सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला यस्तो पानीको भित्र चाहिँ के रहेछ यो भित्र चाहिँ केही छैन गणेशले घुमाइरहेको छैन गणेश घुमिरहेको होइन शिवको वरिपरि शिवजीको वरिपरि चाहिँ घुमिरहेको छ यो तल पनि आउँछ क्या हो यो तल पनि रहेछ
हामी चाहिँ शिव मन्दिर घुम्दैछौँ साथीहरू। यहाँ चाहिँ डमहरू छ शिवको। आज अर्को घरलाई हेर्छौँ हामीले। चसान्दै डास ल यहाँबाट हेर्नु तपाईँहरू यहाँबाट पुरै पोखरा देखिन्थ्यो तर त्यही भएर पछाडि म एकदम घुमेर आदि जिसक्यो हामीलाई मिलाउँ हेलो भन्नु ल भाग्न त भागेन टाउ गराउन गइराखेँ ल साथीहरू यहाँबाट भ्यू हेर्न चाहन्छ ल हामी आइसक्यौँ अब हामी चाहिँ अब जाने लाग्यो है है फेरि भेट्नु अब हामी चाहिँ शिवजी अब त शिवजी नै हरायो पुरै हुस्सु लाग्यो पुरै हुस्सु म भनेर आइसक्यो पछाडि होइन ल कस्तो उयो आएको हुस्सु ल शिवजी फेरि जाऊ 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 ओ दियोक माया जालैमा जाल आज तपाईँहरूलाई चाहिँ मैले हिमालय देखाउनु पाएँ ल सरले हिँड्नु भने हो हामीले फोटो सट ल बाटो चिप्लो छ मेरोमा छ जुत्तामा त कस्तो हुस्सु लाग्यो म पुरै हुस्सु लाग्यो यहीँ अगाडि हुस्सु अब आज नि लामै भिडियो हुन्छ होला सब हेर्नु सब म पनि आइरहेको छु ल पुरै बाटै केही छैन ओइ कहाँ लड्छ अहिले के भने ल पुरै हुस्सु ल हुस्सु नै हुस्सु छ तल केही देखाएको छैन रोडमा अब कसरी जाने हो यहाँबाट त के छ ल खिच्यो एउटा हो ल तपाईँले काम पाइसकेको छ ल तपाईँले फोटो खिच्छ त्यसरी भेट्छ है तपाईँलाई ल यहाँ यही छैन माया जालैमा जाल केटाहरू फोटो खिच्छ ल दिएको फोटो खिच्यो एउटा ल मेरो हान्दा यार राम्रो के यस्तो आफै आइसक्यो केटाहरू फोटो खिच्दैन ल चाहिँ बजार रहेछ सब सामानहरू चाहिँ हेलो लाइक शेयर एन्ड सब्सक्राइब ओके कमेन्ट अल्सो गरौँ है सबले जे श्रीराम लेखिदिनु होला कमेन्टमा चाहिँ जे सम्भव
ल जे सम्भव मसँग छ 10 करोडको कम्बो बहुत राजलाई कुरो राज छिराएछ राजले मलाई सिटी बजाएर रोकिसकेको छ किन रोकिस् रे भाइ के तैँले यो लाएर के देखाएको अरे भाइ ल हामी चाहिँ आउँछौँ हामी चाहिँ बस भएका आइसकेको छ हामी यसो बिस लेखाउनु राख्यो अरे फेवाताल फेवाताल आइदियो होइन हामी यसो हाम्रो होटेल यतापट्टि छ के हामी आज केटा हो भोलि हामी यो भोलि चाहिँ हाम्रो यो गर्छौँ होला है लामा खास मोबाइल भन्छ अहिले योदेखि देखेकै छैन अनि एकछिन देखाइदिनु पर्ने ए हामी त बोटिङ गर्न पनि झरे जस्तो लाग्दैन बोटिङ गरेर पनि झरे जस्तो लाग्दैन ल साथीहरू यत्रो फेवा ताल छ ए कहाँ हो परसँग छ मान्छेहरू चाहिँ ढुङ्गा चढ्दैछन् होइन एउटा मन्दिर छ है मन्दिर पनि छ बोटिङहरू पनि छ यहाँ गणेश पनि छ कति धेरै गहिरो छ क्या जस्तो ओ सोफिया हेरी साथीहरू हामी चाहिँ बसमा छौँ अहिले चाहिँ पोखरामा हिँडिरहेको छौँ हामी अहिले चाहिँ हलन के अरे लेक साइडतिर हिँडिरहेको छौँ अहिले चाहिँ हलन चोक जान लाग्यो हामी हलन चोक पोखराको सबभन्दा के इम्पोर्टेन्ट के सबभन्दा मेन ठाउँ भनौँ हलन चोक रे अहिले चाहिँ हामी हाम्रो अगाडि जाँदैछौँ हाम्रो होटेल जाने बाटो चाहिँ यहाँबाट यताभित्र अब हामी यता गएर त्यहाँ हलन चोकसँग जानुपर्छ यो गाडी कहाँबाट आएको हो लेक साइड ल लेक साइड होटेलमा गएर गर्नु चाहिँ के साथीहरू हामी चाहिँ हलन चोक आइसक्यो हलन चोक पानी नपरे भए चाहिँ मैले हिँडाएर घुमाइदिन्थेँ यहाँ सबै केटाहरूलाई बेलुका आइज एक लट ल हामी हलन चोक आइसकेको छ अब यतापट्टि देवीपट्टि लास्ट इभिनिङ पोइन्ट भनेर फेवाताल हो होइन त्यहाँ यो लास्ट इभिनिङ फेवाताललाई यो बाटो छैन यताबाट जाँदा चाहिँ उता आँधै हुँदै उता निक्लिन्छ हजुर हजुर साथीहरू हामी चाहिँ हलन चोक आइसक्यो हलन चोक पानी नपरे भए चाहिँ मैले हिँडाएर घुमाइदिन्थेँ यहाँ सबै केटाहरूलाई बेलुका आइज एक लट ल हामी हलन चोक आइसकेको छ अब यतापट्टि साथीहरू हामी होटेल आइपुग्यो होटेल आइसक्यो होटेल आइपुग्यो हाम्रो होटेल चाहिँ यही हो यो हाम्रो होटेल यो ठ्याक्क झरेको ल साथीहरू हामी होटेल आइसक्यो होटेल आइपुग्यो होटेल ब्लुबेरी होटेलमा बसेको छौँ हामी चाहिँ होटेल चाहिँ मेरो कोठा चाहिँ यहाँ छ हाम्रो 8जनाको कोठा चाहिँ आइसक्यो अब जाँदैछौँ माथि ओहो देऊ यता ए खारी आऊ ल ल यार ओइ साथ ल हामी चाहिँ होटेल आइपुगिसक्यो भिडियो निकै नै लामो भइसक्यो होइन अब भिडियोलाई यति नै गरेर अब एकैचोटि भोलि चाहिँ हामी पोखरा टु काठमाडौँ जान्छौँ है आज हामी गएर आएको ठाउँ पनि देखिँदैछ यहाँबाट
ल यति नै त आजको लागि बाई 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 गाइज